सबैजनालाई नमस्कार। मेरो निटिङ विथ लक्ष्मी भन्ने एउटा युट्युब च्यानल पनि छ। त्यहाँ साथीहरू तपाईहरूले लाइक एन्ड कमेन्ट पनि गर्नुहुन्छ र मैले तपाईहरूलाई यो टिकटकदेखि लिएर युट्युब च्यानलसम्म तपाईलाई यो निटिङहरू बुन्न सिकाउन चाहिँ म सिकाइरहन्छु र तपाईहरूले पनि गर्नुहोला। र अहिले चाहिँ मैले यहाँ सिकाउँदाखेरि चाहिँ तपाईहरूलाई चाहिँ खासै मैले के अरे सिकाउँदैछु हैन। मैले चाहिँ यो स्वेटर बुन्दैछु है। मैले यो अहिले स्वेटरमा यस्तो बुट्टा राख्न गइराखेको छु। यदि तपाईहरूलाई पनि मन पर्यो भने तपाईहरूले हेर्दै सिक्दै गर्न सक्नुहुन्छ। र मसँग यस्तो डिजाइनको टोपी पनि छ, यो म आफै तयार गरेको र साथीहरू तपाईहरूलाई मन पर्यो भने अर्डर गर्न चाहिँ सक्नुहुन्छ है त। र यो बुट्टा राख्ने भन्ने कुराहरू चाहिँ अहिले चाहिँ म तपाईलाई यो एक घर हामीले यतिकै छोड्ने नबुन्ने है। अनि यो धरमा हामीले यसरी धागो यसरी लिने, यसरी धागो हामीले माथिबाट यसरी लिनुपर्ने हुन्छ र यसलाई यतिकै छोडिदिने। अनि हामीलाई यहाँ पहिला दुईटा घर बनाएको हुन्छ, बढिरहेको हुन्छ र हामीले यसलाई चाहिँ एकैचोटि उल्टोबाट बुन्ने है। अनि फेरि आयो यो एउटा घरलाई चाहिँ हामीले फेरि अहिले यसरी नै छोडिदिने अनि अर्कोचोटिलाई फेरि हामीले यसबाट यसरी उल्टो बुन्ने है। र हामीले सधैँ यसलाई यसरी नै बुट्टा राख्दै सिक्दै गर्न सकिन्छ। र साथीहरू तपाईहरूले मन पर्यो भने मेरो युट्युब च्यानलमा हेर्दै सिक्दै गर्न सक्नुहुन्छ। पनि छ हामीसँग यस्तो डिजाइनको मोजाहरू पनि छ, हेर्नु होला। यस्तो खालको हामीसँग पन्जा पनि छ। यही सबै कामहरू म आफै गर्छु र मैले आफैले उत्पादन गरेका यी सामग्री उल्टोमा सिकाउन गइराखेको छु, हेर्नु होला है। हामीले यसलाई यसरी बुन्दै जाने है।